हेलो गाइज, वेलकम टू अनदर भिडियो। मैले सधैँभर चाहिँ हर भिडियोमा क्रिकेट सम्बन्धी जानकारी गराइरहेको हुन्छु। यस्तै क्रिकेट सम्बन्धी जानकारीको लागि मेरो फेसबुक पेजलाई फलो गरिदिनु होला, साथ युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। आजको भिडियोमा मैले T20 वर्ल्ड कप क्वालिफायर ओमान र नेपाल बीच हुने खेलको बारेमा फुल्ली डिस्कस गर्ने छु। मैले अघिल्लो भिडियोमा पिच रिपोर्ट र ब्याटिङ बोलिङ सबै मैले डिस्कस गरेको छु भने यो भिडियोमा प्लेइङ 11 नेपालको प्लेइङ 11 चाहिँ कस्तो रहनेछ, आजको खेलमा केही चेन्ज हुन्छ कि हुँदैन त्यसको बारेमा फुल्ली डिस्कस गर्नेछु। भिडियो अन्त्यसम्म हेर्नु होला। म हेर्दैछु नेपालले खेलाउन सक्ने के तरिकाले। आसिफ शेख र कुशल भुटेलले ओपन गर्नेछन् भने 3 नम्बरमा रोहित पौडेल। नेपालको प्लेइङ 11 यस प्रकार रहन सक्छ है आजको म्याचमा। आसिफ शेख, कुशल भुटेल, रोहित पौडेल, दिपेन्द्र सिंहेरी, कुशल मल्ल, सन्दीप लामिछाने, नन्दन यादव, सम्पल कामी। यही नै खेलाउँछ जस्तो लागेको छ। गुलसन झालाई त छुटाउँदैन। गुलसन झा एकदम राम्रो प्रदर्शन गरेका छन् यो टुर्नामेन्टमा गुलसन झाले। त्यही पनि म एकचोटि फुल्ली डिस्कस गर्नेछु। प्लेइङ 11 यही सम्बन्धित प्लेइङ 11 अहिले चाहिँ प्लेइङ 11 आएकै छैन, त्यसैले हामीले अक्कल गर्न सक्दैनौँ कि कुन खेलाउँछ। केही चेन्ज गर्दैन होला नेपालले। यिनै प्लेयरहरूले चाहिँ एकदम राम्रो प्रदर्शन गरेका छन्। अस्तिको म्याचमा एकजना चेन्ज गरेको थिए र मोहम्मद आलम खेलेका थिए भने आजको म्याचमा पनि फेरबदल हुन सक्छ। एउटा केही चेन्ज गर्न सक्छ नेपालले कन्डिसन हेरेर। ओमनले पनि 3टा खेलमा 3टै जितेको छ भने नेपालले पनि 3टा खेलमा 3टै जितेको छ। कुशल भुटेल र आसिफ शेखले चाहिँ ओपन गर्नेछन् भने 3मा रोहित आउनेछन्। यही नै रहनेछ। कुशल भुटेल, आसिफ शेख, दिपेन्द्र सिंहेरी, रोहित कुमार पौडेल, गुलसन झा, सम्पल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी अस्तिको म्याचमा खेलेका थिएनन् भने आज उनले मौका पनि पाउनु पाए कन्डिसन हेरेर। कुशल मल्ल। थ्याङ्क्स फर वाचिङ।